दामी छ हौ पारी त क्या हरियाली क्या दामी सिन छ यस्ता दामी एकदम सही ठाउँ छ हौ केटाहरूतिर घुम्न जानुलाई मजा आउँछ भन्दा पैदल यात्रुहरूले हिँड्नलाई चाहिँ ठाउँ चाहिँ सही छ हो यता चट्ट लगाएर होइन अब हरियालीहरू पलाउन लाग्यो चट्टलाहरूको पात पलाउन लाग्यो सुरु भएछ दामी भएछ दामी यो रुखको दामी यसै ठाउँमा घुम्न आएको म एउटा परदेशी हो कफी मार्केट रहेछ अगाडि मार्केट सिल्भर मल पनि रहेछ बसेर बोर लाग्यो त्यही भएर यसो सुती जिउ दुख्ने त्यही भएर एक्सर्साइजको लागि यसो निकाल्यो त्यहाँ मिलाएर निक्लेको 1 घन्टाको लागि त्यो चाहिँ स्याउ गोरु भयो गाई स्याउको फुल आयो त स्याउको रुख त्यो चाहिँ के गरौँ हो थाहा छैन है यो चाहिँ ओखरको रुख हो कि होइन त होइन अर्कै रहेछ हावा चट्ट दामी छ अहिले बिहानको चिसो हावा घाम पनि त्यति चर्को छैन मस्त छ अहिले हिँड्नलाई टक लगाएर वान वे रोड हो दामी छ सरर लगाएर जामसाम छैन यतातिर युरोपको घरहरू चाहिँ यस्तै हो पुरानो घरहरू यो पहिलेको होला अब अहिले त नयाँ होइन ठुल्ठुलो घर बनाउँछ नि त्यो पुरानो पहिलेको घरहरू यस्तो हुँदो रहेछन् चट्टा लगाएर यहाँनिर घर चाहिँ लगायत यस्तै छन् ओहो त्यो माथिको डाँडातिर चाहिँ घुम्न जानुपर्छ जस्तो है त्यता पनि एउटा सानो गाउँ रहेछ त्यहाँ जाने बाटो चाहिँ कहाँ हो पत्ता लगाउनुपर्छ गाउँघर चाहिँ घुम्नै हो रैला लगाएर